ओ बिस्तारै यहाँ त लुगा छ त मान्छे मरेको प्लास्टिक सेयर गरेको सुन्छ यार यहाँनिर त जाँदैन कि त्यो बाइक तान्दिनु बनाइदिइराख्नु भएको अङ्कलले जे होस् बिचरा दुःख गरिराख्नु भएको छ ल त धन्यवाद हजुरहरूलाई गाह्रो भयो हामीले खाने भयो होइन ल कुरा नगरौँ भन्नुभयो र ल आउनु यो ओखर हो अनि यो ओखर चाहिँ यो बोटमा खोला हो कहाँ गयो तपाईँहरू है कहाँ हराउँदा म एक्लै कहाँ जान्छ ल नरिस्यो सो राइट अहिले चाहिँ हामी रोल्पाको श्रीचौरको बसाइलाई फिट मारेर अगाडिको यात्रामा निक्लिने कोसिस गरिरहेछौँ हाम्रो बसाइ यहाँ रह्यो हामी यसरी बस्यौँ हाम्रो काम कुराहरू यसरी चले तर अब हाम्रो यात्रा कता अब अलि टाढै हुन्छ होला कति टाढा अब कता हुन्छ थाहा छैन अब हाम्रो यात्रा कता हुन्छ तर हामी जहाँ जान्छौँ तपाईँहरूलाई देखाउँछौँ तपाईँहरूलाई सँगसँगै लिएर जान्छौँ आइसकेको छ सबजनाले युट्युबमा गएर भिडियो हेरिदिनु होला बाइकको हालत यस्तो छ अब बाइक आज 2-3 दिन भयो यतै रेस्ट गरौँ यो चाहिँ हाम्रो अर्को सरको बाइक हो ल यसो सफा हान्ने पिटिको पारिदिउँ अलिअलि भए पनि हाम्रो बसाइदिका दिन चाहिँ यो निकिता होटलमा भयो पैसा भयो भने क्लियर भयो डिस्काउन्ट दिनुभयो कि नि 50 रुपियाँ डिस्काउन्ट पाएर साथी हो ल खुसी मनाऊ लेट्स गो अलराइट सुलीचौर बजारलाई बाई बाई गर्दै हाम्रो यात्रा सुरु भयो हामी लाग्छौँ अब लिबाङ बलबीर सर के छ खबर के छ कस्तो लागिरहेको चिसो व्यापक छ नि ल दैसिक इलाका प्रहरी कार्यालय सुलीचौर रोल्पा अब चाहिँ हामी ठ्याक्कै यो जक्सन पोइन्टमा आयो अब यताबाट सिधा गयो भने हामी भालुबाङ प्युठान हुँदै भालुबाङ जाने हुन्छ अब यतापट्टि सुलीचौर हामी भर्खरै यताबाट आयौँ भालुबाङ जाने बाटो भनेर तपाईँहरूले बोर्डमा देख्नुभयो अब हामी जान्छौँ यहाँ चाहिँ भाइ बहिनीहरू मजाले बस्नु भएको रहेछ गाडी लाग्ने एरिया चाहिँ यो हो पहिला कति जाडो भएको छ सर हो जाडोले खान्छ है मालिक अलि टाँसेर बस्नु होला अब पुरै उकालो छ उकालो उकालो बाटो एकदमै छिटो लिएर अगाडि जानुपर्ने हुन्छ ओ माई गड के भयो यहाँनिर ट्रक बिग्रेछ ट्रकले चाहिँ यहाँनिर दुःख पाए जस्तो छ मान्छेहरूले यहाँनिर एउटा पेट्रोल पम्प खुल्दैछ बब्बाल दामी खुल्दै रहेछ मिजिङ भन्ने ठाउँमा पुग्यो यो चाहिँ असाध्यै राम्रो गाउँ छ मिजिङ भन्ने गाउँ जुन चाहिँ बेला बेलामा चर्चामा आइराख्ने गाउँ पनि हो यो चाहिँ अब गजुल भन्ने ठाउँ हो यहाँबाट चाहिँ तपाईँको गजुल दरबार गजुलकोट दरबार जान मिल्छ सँगै चाहिँ अब हामी यो बाटो जुन देखाइराख्नु भएको छ यो चाहिँ जलजना जाने बाटो पनि हो एकदम घुमाउरो घुमाउरो टर्निङवाला बाटोहरू छ क्या यहाँ चाहिँ एकदमै घुम्छ मजाको नागबेली बाटोहरू छ त्यही नागबेली बाटोमा घुम्दै घुम्दै चाहिँ हामी हिँड्नुपर्ने हुन्छ ड्राइभिङ चाहिँ अलिकति ध्यान दिएर गर्नुपर्ने हुन्छ यस्तो ठाउँमा चाहिँ जान लाग्नु भएर चाहिँ बहिनी को जानुभयो यसरी बाख्रा गाई गोठालो चराउन बाख्रा चराउन कमेन्ट गर्नुहोला यो पानीहरू परेको यो तपाईँहरूले देख्नु भएको छ यो चाहिँ खासमा पानी परेको होइन या त पाइपहरू पानीको धाराको पाइपहरू टुटेर यो पानी पोखेको पनि होइन यो चाहिँ खासमा शीत परेर यस्तो चिप्लो भएको हो यसमा चाहिँ एकदम धेरै ख्याल गरेर बाइकहरू चलाउनु पर्ने हुन्छ हामी रोल्पा नगरपालिकामा प्रवेश गरिसकेका छौँ नगरपालिका रोल्पा जिल्लाको एक मात्रै नगरपालिका हो नि सर पारिपट्टि तपाईँहरूले अलिअलि देखिन थाल्यो नि टावर थोरै देखिँदो रहेछ ल सेतो सेतो टावर देखिन्छ तर यहाँबाट क्यामेराले त के भ्याउँथ्यो र सो अहिले चाहिँ हामी ठ्याक्कै रोल्पाको सातो बाटो भन्ने ठाउँमा आइपुग्यौँ यो एउटा यस्तो ठाउँ हो जुन चाहिँ रोल्पा जिल्लाकै हो तर यो ब्यारेकमा चाहिँ कहिले पनि माओवादीले आक्रमण गर्न सकेन यो एकदमै सुरक्षित चेकपोस्टको रूपमा हेऱ्यो र नेपाल आर्मीका लागि यदि सबैभन्दा सेफेस्ट र सबैभन्दा सुरक्षित ब्यारेक ठाउँ कुनै थियो भने यही रोल्पाको सातो बाटो थियो भन्ने गरिन्थ्यो त्यो टाइममा अब चाहिँ हाम्रो यात्रा यहाँबाट अगाडि बढ्छ र अगाडि चाहिँ हाम्रो यात्रा रोल्पाको सातो बाटोको त्यो केही दृश्य देखाइसके पश्चात हामी चाहिँ लिबाङ जानेछौँ सुन्नु न यहाँबाट आर्मीहरू गइसक्नु भयो हो अहिले बस्नुहुन्न यहीँ बस्नुहुन्छ बस्नुहुन्छ पुरै छोडेर त जानु भएको छैन त्यहीँ बस्नुहुन्छ बाई बाई
सातो बाटो पुग्यौँ। सो यहाँनिरको चेक पोइन्ट यो बाटो भएर जुन देख्नु भएको छ यो बाटो भएर चाहिँ देउटार जाने बाटो चाहिँ त्यताबाट छ। लिबाङ बजार जानै लाग्यो। यहाँनिरबाट दुईवटा बाटो फाटिन्छ, एउटा बाटो तल्लोबाट जान्छ भने एउटा माथिल्लोबाट। सो अघि माथिबाट आएको बाटो र यो हामी छुटेको बाटो उताबाट आएर यहाँनिर निस्किने हो, यहाँनिर जोडिने हो। यहाँनिर तपाईँहरूले लिबाङ बजारको बोर्ड देख्नुभयो, यही हो लिबाङ बजार सुरु भइसक्यो सायद। हामी चाहिँ लिबाङ बजार प्रवेश गरिसक्यौँ माथिल्लो भागबाट। गएर लिबाङ बजार कस्तो देखिन्छ भनेर देखाउनु चाहिँ नमिल्दो रहेछ। अब हामी तलै गरिसक्यौँ। लिबाङ बजारमा तपाईँहरू सबैजनालाई धेरै धेरै स्वागत छ। हामी लिबाङ बजार आइसकेको अवस्था हो। अब यहाँबाट तलतिरपट्टिको भागमा टुडीखेलसँगै जिल्ला प्रशासन कार्यालयहरू छ। यहाँबाट हेर्दाखेरि चाहिँ अब यही नै हो तपाईँहरूलाई देख्नुहुने लिबाङ बजार। त्यो गल्ली गल्लीमा फैलिएको सानो सानो खाँकुरो भागमा तर असाध्यै व्यवस्थित तरिकाले चलेको एकदमै भिडभाड हुने र चहलपहल असाध्यै धेरै हुने ठाउँ र बजारको रूपमा चाहिँ लिबाङ बजार। मान्छे बिरामीहरूलाई ल्याउनु लैजानु सकेको होला त्यो भागमा खाजा खाने ठाउँ पनि रहेछ। यहाँनिर चाहिँ रोल्पा अस्पताल रेउगा भनेर देखियो। यो चाहिँ सायद रोल्पा जिल्लाको जिल्ला अस्पताल हो। जिल्ला अस्पताल हो नि सर? ओके, यो चाहिँ रोल्पा जिल्लाको जिल्ला अस्पताल हो। थकै खुल्ला खालि ठुलोमा हो क्या तिर्ने यार, यो सानोतिनो म तिर्छु कि जाउँ त जाउँ जसले तिर्नु छ तिर भने मलाई केही चिया खाएको के तिर्छु साथी यार, अलिक ठुलो साल तिर्नुला नि यार। रक्सान छोडिसक्यो। चिया खाएर सकियो, यसको काम छैन। जाम हात दुख्छ होला नि, दुख्नु दिनु हात मजाले दुख्छ नि। हजुर हामी कुर्ता बनाउनु ल बस्नुहोस् है। अपन कार्यक्रम पछि फेरि हाम्रो यात्रा सुरु भयो थोडा अगाडि। माडी गाउँपालिका हो यो। कस्तो राम्रो साग लिएर आउनुभएछ म्याम। यो अमर झाँक्रीको घर जाने कताबाट? घरमै ठ्याक्कै जान्न, घरमै नगए पनि मुनितिर माथितिर हिँड्न बाइक राखेर हिँड्न थोरै पर पर्छ। के कुरा हुन्छ यो तपाईलाई भन्नु के भन्छ गरे त खासै ठ्याक्कै थाहा भएन। ल ल हुन्छ हस् हस्। डक्टरलाई झाँक्रीको बारेमा सोधेर के थाहा हुन्थ्यो बिचरा यार। कताबाट जानु? यताबाट जानु भने फोन हान्नुहोस् त। के हो यार सबै ठाउँमा यस्तै रक्सी बोतल मात्र देख्छु यार। लुगा पनि राख्दैछ भन्दा खै रुक्नु न। म त त्यहाँ अचम्म लाग्यो भन्दा के देखेँ मैले, खै झर्नु त झर्नु। मान्छे उ गरेको के गरे नि? मान्छे मरेको ए हो र? फरक फरक संस्कार हुन्छ नि। ए ल यहाँनिर यस्तो छ, यहाँ त लुगा छ त। यो चाहिँ अचम्मको कुरा मैले यहाँ देखेँ। यो भाग ए यहाँनिर लिएर राखिदिनु भएको रहेछ, त्यहाँ छ। हाम्रो सर यता हुनुहुन्छ। यो जस्तो हाम्रो उमा त सर जस्तो हाम्रो बाजे बित्दाखेरि मैले थाहा पाएको बाजेको नाममा लाखुरीको बोट रोप्दै थियौँ हामीले। यहाँ चाहिँ यो अलरेडी यो उम्रिसकेको रुखलाई चाहिँ त्यहाँकै नामको रुख चाहिँ बनाइदियो होला। ए ल मलाई चाहिँ यो इन्ट्रेस्टिङ लाग्यो, त्यही भएर मैले देखाएँ। तपाईँहरूलाई के लाग्छ तपाईँहरूले यो कुरा भनिदिनु होला है त। अमर झाँक्रीको घर हो। अनि टिका लगाइदियो भने के गरे? मरेको मान्छे यहाँनिर मरेको मान्छेको विषय नबनाउँछ नि। आउँदासम्म आएर उल्टा बाटो पऱ्यो, उल्टा बाटो भएर फेरि फर्किनु पर्ने भयो। ए ओखरको बोटो छ र यो हाडे ओखर नि कुद्न जाँदै।
त्यो त मिठो हुन्छ यार 4वटा भेट्यौँ है अब हामी फोरेर खान्छौँ हामीसँग 4वटा छ कुन कुनमा छ कुन कुनमा लास्टै चाम्रो हुन्छ पनि फेरि 1 2 3 गो बस 6वटा छ त ओखर नि एकदम हार्ड ओखर हो कि यो ओखर हो अनि यो ओखर चाहिँ यो बोटमा फला कहाँ गयो तपाईँहरू है कहाँ हराउँदा म एक्लै कहाँ जान्छु ल नरिस्यो ल फाइनल्ली हाम्रो झाँक्री बा भेटेको भयो है उहाँ नै हो हाम्रो झाँक्री बा नमस्कार 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 आएर हुनुहुन्छ ल तपाईँलाई खोज्दै खोज्दै आइपुग्यो हामी त तपाईँ एउटा माले दारो निलिनु भयो नि बुढन बाइक केटाहरू लग्छन् बाइक पारी लग्छन् तर यसो सानो बाटोमा त लगिहाल्छ कि केटाहरू घरै नै तपाईँ सिङ्गल सिङ्गलै आउनुहोस् है हुन्छ हुन्छ अब हामी फोन यसरी लिएर जाने कुरा भइरहेको छ लानु त होला लैजाउँ हेलो जान्छ ओकेमा खिच्दैछ है ओके सर बाख्राहरू पनि आइपुग्यो हामी यस्तो जङ्गलमा छौँ अब जङ्गलबाट बाइक झार्ने कुरा भयो लेट्स झार्दिउँ कहाँ जानुपर्ने हो यार थाहै छैन यस्तो बाटोमा हिँड्नुपर्ने ओ माई गॉड छिर्छ खै त यार सुन्छ के सुन्छ होला हौ सुन्छ यार यहाँनिर त जाँदैन के जान्छ र जान्न अब यहाँबाट यही हो यस्तोमा त कसरी हुन्छ त हुन्न अब यता राखौँ हाँ काट्यो
कहाँ उहीँ लान्छन् रे बाइक बोल्नु सर बाइक उहीँ जान्छ रे यस्तो बाटोमा कसरी आयो ढाउ बाइक बाइक त आइहाल्छ कि हे भगवान् हे अब यहाँबाट कसरी छिर्छ भन्ने हो यहाँनिर अप्ठ्यारो छ कि सोध्नु त उहीँ जान्छ भन्नु त ओइ घरै जान्छ बुवा घरै जान्छ यो तल छुन्छ कि यसले खासमा सबभन्दा अप्ठ्यारो त्यो छुन्छ कि सुन्न हेर्नु है आयो कहाँ छोयो कट्यो कता उता पछाडि के छ हाय तेरीका ओ माय गॉड जा घर आउँछ यहाँ थियो कोण तल्लो की माथलो बोल्नु छ त्यो बाइक समाइदिनु त जान्छ त्यो बाइक समाइदिनु त त्यो बाइक तान्दिनु होइन पर्दैन उहाँले तान्दिनु अब यस्तो बाटोबाट जानुपर्ने थियो के कुरै छैन यो बाटो त पुरै सिडी छ कि हजुर अरू हुँदैन आम्मामा ओ मालिक ओ मालिक कहाँ गयो यार आओ यता जाने यसरी यसरी आउने यता हाल्ने यसरी आउने अझै अगाडि यहाँसम्म अब यता ओ बिस्तारै चिप्लो भयो क्या जाम अब त ठिक छ अगाडि ठिक छ
हामी खै त कहाँ ल्याएबाट अब हिँड्ने ठाउँ मैले ल्यायो अहिलेसम्म त तपाईँ अगाडि हुनुहुन्थ्यो घर के हो अङ्कल यो यो मान्छेमा मान्छे ए बिसौना बिसौना ए कतिजना किन्नु ए 3 जनाको अलग अलग के हुन्छ यो चाहिँ बाउ छोरा भनेर छुट्टिन्छ कि कस्तो हुन्छ यो नम्बर छुट्याउँछ यो ए नामबाट छुट्टिन्छ ए यहाँ नाम लेखेको हुन्छ यहाँ यहाँ लेख्या ए ढुङ्गामा कुद्या अनि यो कसरी लेख्ने त यो त यो तपाईँको एउटा सानो के ताकी भन्छन् यो जयश्री लेख्छन् क्या यो कसले जयश्रीले जैसे भने बाहुन त्यो एउटा जयश्री भन्ने हुन्छन् किनभने लेख्छन् क्या यो यो त तपाईँको यो अहिले तर बजारको चाहिँ देखिन्छ शिलापत्रमा देखिन्छ देखिन्छ पुरै देखिन्छ त्यो यो यहाँ लेखेको चाहिँ यसलाई त्यो अर्को त्यो उसले अर्को यहाँ लिएर यो लेखेर फेरि त्यसले मुखबाट गाना लेखेपछि चाहिँ झिरो देखिने रहेछ अनि यो के ढुङ्गामा लेखेको ऊ भन्नुहुन्छ तर लेख्न चाहिँ लेखिया छ तर क्लियर देखिया छैन यसमा तपाईँको बाउ बाजे च्याप्चु बराजुसम्मको नाम हुनु चाहिँ 3 पुस्ता खुल्या हुन्छ 3 पुस्ता। ए 4-5 पुस्ता 4-5 पुस्ता हुन्छ ए भोलिको दिन तपाईँको यस्तो हुनुहुन्छ यो भोलि तपाईँलाई बाउ बाजेको बाजे बजेको जिजुको नाम भएन भने तपाईँले अरू कोही नसोध्यो भने यहाँ आएर हेऱ्यो ए यहाँ आएर थाहा पाउन सक्यो थाहा पाउन सकिन्छ तर मेहनत चाहिँ चाहियो मिहिनेत चाहिँ हेर्न चाहिँ होइन राम्रोसँग हेऱ्यो भने त राम्रै देख्दो रहेछ नि देखिन्छ क्लियर देख्दो रहेछ यो भयो यसलाई राम्रोसँग गऱ्यो भने त यो ढुङ्गाको पनि स्पेसल होला यसको आस्था चाहिँ यो भनेपछि 1 2 3 जना एउटै परिवारको हुन्छ त्यो एउटै पनि एउटै परिवारको 3 जना ए आज चाहिँ हामी अङ्कलको घरमा जाँदैछौँ खासमा त्यही भएर अङ्कलको घरमा जाँदाखेरि अङ्कलको बाटो बनाइदिइराख्नु भएको अङ्कलले जे होस् बिचरा दुःख गरिराख्नु भएको छ हाम्रो उताबाट बलवीर सरले क्यामेरा चलाइराख्नु भएको छ फेरि खिचिराख्नु यो जस्तै हाम्रो यहाँ जस्तै हामी झाँक्री मऱ्यौँ भने यो गराउने जरुरी हो सर ए यो मेरो मामाको हो यो झाँक्रीहरू मरेपछि फेरि यस्तो हुन्छ यस्तो यस्तो बनाउँछ ए झाँक्रीको अलग्गै हुन्छ यो अलग्गै हुन्छ कस्तो छ के छ जाम हेर्नुहोस् अब यसमा केही गोर भन्छ यो है हजुर होइन यो चाहिँ मेरो जानको बुवाको गोर हो यो ए गोर यसलाई गोर भन्छन् यसलाई यहाँको गुरुहरू यिनी भए ए यतापट्टि यहाँ पनि छन् ए एकजना चाहिँ यिनी मेरो ससुराको गुर छ यिनी यहाँहरूले अब जोड सिकाउने अडाउने सब उहाँहरूले गर्नुभयो यो चाहिँ पूजा गर्नुहुन्छ तपाईँहरूले यो दसैँमा यो उसमा गरिन्छ यो देवाली दावाली मतलब यो झाँक्री मरेपछि हजुर यस्तो बनाउनु पर्छ यो बनाउनु पर्छ तपाईँ पनि त झाँक्री हो अब म मऱ्यो भने फेरि मलाई पनि यस्तो गर्नुपर्छ सर ए ओ मेरो बाजे जिजुहरूको माथि बनाउँछु म मालिक चले ओके हजुर सिङ्गल भए पनि हुन्छ त्यस्तो नहोला बोल्दैछ सो बाइक चाहिँ अब यही ठाउँमा रहन्छ होइन अर्को ठाउँमा जानुपर्ने हुन्छ नमस्कार हजुर आराम हुनुहुन्छ हजुरको घर ल आज हाम्रा यिनी यतै छ है ल फरक पर्दैन दुःख भएन नि आहा घरमा आइपुग्यौँ अङ्कलको घर चाहिँ यो रहेछ कति ठुलो कुकुर पाल्नु मारेछ नि ओ राम्रो सुन्तला पाकेको रहेछ ल नमस्कार 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 आराम हुनुहुन्छ अहिले चाहिँ रातिको 8:22 गएको छ अब चाहिँ खाना खानुपर्ने भयो खाना खाने भनेर बोलाउनु भएको छ अङ्कलले यसो जानु पऱ्यो म चाहिँ यता छ आज हाम्रो देखिन्छ ल सबैजना बस्नु भएको रहेछ नि त आगो गइसकेको छ साथी त मैले त खिच्न लाग्छु खिचौँ न सबै खिच्ने अब
सबैजनाको ल नमस्कार छुट्नु भएको जतिलाई नमस्कार है अघि आउनु नभएकोलाई ल सानो बाबुले भात खान लागेछ नि त है बास हाम्रो मालिकले आएको त लाग्नु भएछ यस्तो चिसो छ कुरी छ कस्तो चिसो छ मालिक आवाज नै गइसकेको छ धेरै दिन गइसक्यो। नमस्कार गरिन् फेरि हामीले हात धुने ए हो हात धुने पनि तातो पानीको व्यवस्था रहेछ त ओहो ल पनि त्यो पनि भित्र त्यो पनि अझ यस्तो हेर त मेरो साथी कम त खुसी भएको छ आज यस्तो सम्मान पाएर साथीहरू बहुत खुसी पो भइरहनु भयो त तर म ल यता खाना पाएकी छ ल हेरौँ यस्तो मजाले ल धेरै धेरै धन्यवाद यो तातो पानी त नतताउनु भएन हुन्थ्यो ल अब खाना खाने कार्यक्रम सुरु भयो अनि हजुर बस्नु भयो नि त ल बस्नुहोस् त के छ त बड्डो मान्छे भन्दा नि बढी खोक्नु भएको छ के अरे भेटाइदिनु सुजल सरले भेटाइदिनु मान्छे फेरि म हो फेरि। हो चाहियो सो हामी चाहिँ अहिले कोर्चाबाङमा छौँ त्यो जाडोमा यस्तो आगो ताप्न पाउनु क्या गजब ल त धन्यवाद हजुरहरूलाई गाह्रो भयो हामीलाई खाने भयो होइन ल कुरा नगरौँ भन्नुभयो गएर ल आउनु बोल्दै नबोलौँ ल बिल्कुल नबोलौँ ल बोल्न पाएँ कुरा गर्न पाएँ आँखादेखि पाल्नु भयो ओ ल धेरै धेरै धन्यवाद यस्तो मिठो माया यो सबै चिज सम्मानलाई यो मायालाई चाहिँ सबैजनाले ग्रहण गरिदेऊ साथी हो ल गजब गर्नु हो हजुरले नि खानु न अब ल सबैजनाले खानु न त खानु हजुरहरूले पनि खानेखेरि यस्तो हामी सुरु गऱ्यौँ सबभन्दा पहिला खाने म ल सर सुरु हजुर सुरु एकदम ल अब हामी खाना खान्छौँ त्यसपछि भेट्छौँ ल तपाईँहरू पनि खाना खानु होला सर त्यो गिलास ल्याउनुहोस् त मेरो ल हाम्रो टोलीले खाना खाइसक्यो हो अब निक्लिन्छ होला टोली हजुर एकछिन आएको त अझै एकछिन आएको दाम के गर्ने हो